हेलो गाइस, रत्न राज्य लक्ष्मी क्याम्पसबाट चाहिँ मास्टर्सको लागि एडमिसन गर्दै हुन्छ भने यो भिडियो चाहिँ हजुरलाई युजफुल हुन्छ। सुरुमा आफ्नो क्रोममा जानुहोस्, त्यहाँ गएर यहाँ देखाए जसरी नै लिङ्क हाल्नु होला www.ratnarajalakshmikampus.edu.np टाइप गर्नु होला। अब यहाँनिर एउटा पेज देख्न सक्नुहुन्छ हैन। जहाँ चाहिँ विभिन्न सब्जेक्ट अनुसारको शुल्क लेखिएको छ। आफ्नो कुन सब्जेक्ट हो त्यो अनुसार हेर्नु होला। अनि यहाँनिर नेपाल बैंक लिमिटेडको खाता नम्बर दिएको छ, जहाँ चाहिँ आफूले त्यो शुल्क बुझाउनु पर्ने हो। त्यो शुल्क बुझाउँदाखेरि चाहिँ त्यो भाउचर चाहिँ राख्न नबिर्सिनु होला। त्यसको PDF डाउनलोड गरे पनि हुन्छ, स्क्रिनसट लिए पनि भयो। कनेक्ट IPS फोन पे हरू छ अप्सन। अब यहाँ 3 डटमा जानु होला, त्यसमा गएर एडमिसनमा क्लिक गर्नुहोस्। अब यहाँनिर युजर नेम र पासवर्ड चाहिन्छ रजिस्टर गर्नको लागि चाहिँ, अनि त्यही भएर हामी अब युजर डिटेल हालेर युजर नेम र पासवर्ड बनाउँदैछौँ, जहाँ फर्स्ट नेम, मिडल नेम र लास्ट नेम हाल्नुपर्ने हुन्छ। मिडल नेम चाहिँ कम्पलसरी छैन, एस्ट्रिक दिएको छैन। रेड एस्ट्रिक जहाँ चाहिँ दिएको छ त्यो चाहिँ कम्पलसरी हुन्छ, हजुरले त्यो भर्नै पर्ने हुन्छ। अब जेन्डर राख्नु पर्यो, डेट अफ बर्थ हाल्नु होला। मेरो 5/22। अब यहाँनिर मोबाइल नम्बर पनि कम्पलसरी छ, मोबाइल नम्बर राखेँ मैले यसरी। अनि त्यहाँबाट इमेल छ, इमेल राख्दैछु। मैले मेरो युजर डिटेल चाहिँ भरिसकेको छु। अब म अकाउन्ट डिटेलमा जाँदैछु। अब अकाउन्ट डिटेलमा चाहिँ युजर नेम, पासवर्ड र कन्फर्म पासवर्ड छ। युजर नेम हाल्नु होला तपाईँलाई जुन सजिलो लाग्छ त्यही। अनि त्यहाँदेखि एउटा पासवर्ड सेट गर्नुहोस् अनि कन्फर्म पासवर्ड गरिदिएर लगइन गरिदिनु होला है त। मेरो युजर नेम क्रिएटेड सक्सेसफुली भनेर मेसेज आइसक्यो। अब मेरो अघि बनाएको युजर नेम जानुका बस्नेत 456 राखेँ अनि मेरो पासवर्ड राखेँ अनि रजिस्टरमा गएर मैले क्लिक गरेँ। हेलो जानुका भनेर आइसकेको छ। अब त्यहाँनिर 3 डटमा जानु होला अनि ड्यासबोर्ड एप्लिकेसन र अदर पेमेन्ट छ, त्यसमा चाहिँ मैले एप्लिकेसन चुज गरेँ। अब म क्रिएट एप्लिकेसनमा गएर फर्महरू फिल गर्नेछु, जहाँ चाहिँ डिग्री लेभल भनेर एस्ट्रिक लागेको छ, कम्पलसरी छ। मास्टर्सको लागि हो, त्यही भएर मास्टर्स गरेँ मैले। सेलेक्ट प्रोग्राम भनेको छ, मैले त्यसमा इभिनिङको लिने हो मैले चाहिँ MA इङ्ग्लिस, त्यही भएर इभिनिङको गरिसकेँ। त्यसरी नै भर्दै जानु होला है त। पर्सनल इन्फर्मेसनमा फुल नेम अफ स्टुडेन्ट भन्ने छ, जानुका बस्ने, डेट अफ बर्थ, आफ्नो जन्म मिति यहाँ मिलाउनु होला। विक्रम सम्बत यसरी नै मिलाउनुहोस्, यहाँ मैले हाले जस्तै। अनि आफ्नो जेन्डर चुज गर्नु होला। अनि प्रोभिन्स, अब यो चाहिँ हजुरको अहिलेको टेम्पररी डिटेल लाउनु पर्ने हुन्छ है। हजुरको डिस्ट्रिक्ट, म्युनिसिपालिटी, वार्ड नम्बर हैन, मोबाइल नम्बर, इमेल। अब स्ट्रिट त मलाई थाहा भएन, कम्पलसरी पनि छैन। पर्मानेन्ट प्रोभिन्स भनेर मागेको छ, अब यो पर्मानेन्ट हजुरको घर कता हो त्यही अनुसार भर्दै जानु होला। मेरो उदयपुर, म्युनिसिपालिटी 10, वार्ड नम्बर 10। अब यहाँ रोल नम्बर भनेको छ। अस्ति हामीले मास्टर्सको चाहिँ इन्ट्रान्सको लागि इक्जाम दिँदाखेरि जुन हाम्रो सिम्बल नम्बर अथवा रोल नम्बर थियो नि, त्यहाँ त्यही हजुरले हाल्नुपर्ने हुन्छ। इन्ट्रान्स स्कोरमा होइन, हामीलाई थाहा छैन। रोल नम्बरमा चाहिँ TU रजिस्ट्रेसन नम्बर हामीलाई फर्स्ट इयरमै दिएको थियो जुन, त्यो हाल्छौँ। अनि त्यहाँदेखि इथनिसिटीमा केही पनि नगर्नु होला, मार्जिनलाइजले हाल्नु होला। अब हजुरको मदर टङ छ, भरिदिँदै जाउँ यसलाई पनि। नेपाली ल्याङ्ग्वेज नेपाली, रिलिजन हिन्दू,
नेसनालिटी पनि नेपाली यसरी बढ्दै जाउँ प्रोफेसन अहिले म केही गर्दै छुइनँ सिंगल एकाडेमिक इयर 2079 अनि प्यारेन्ट्स इन्फर्मेसन त्यहाँ माथि एउटा डेट लेखेको थियो हैन रजिस्टर डेट भनेर त्यो चाहिँ त्यही छोडिदिनु होला है आफूले फर्म फिल गरेको नै मिति आउँछ हैन मदर्स नेम राखेँ मैले अनि अरू अब केही पनि कम्पलसरी छैन त्यही भएर राखेको छुइनँ मैले प्रोफेसन चाहिँ मैले त्यहाँ हालिदिएको छु यो गार्जियन इन्फर्मेसनमा केही पनि परेन एक्जिस्टिङ एजुकेसनल इन्फर्मेसन यसमा चाहिँ अहिले मैले गरेको भनेको चाहिँ ब्याचलर लेभल हो ब्याचलर गरिसकेँ मैले हैन ह्युम्यानिटिजबाट ट्युबाट गरिसकेँ त्यही भएर यति हालिदिएँ मैले अरू केही पनि कम्पलसरी पनि छैन त्यही भएर लाइन अरू सबै छोडिदिनु होला यो चाहिँ ब्याचलर लेभलको लागि हो अपलोड फाइल्स भनेर छ अब यसमा ब्याचलरको ट्रान्सक्रिप्ट मागेको छ ब्याचलरको क्यारेक्टर सर्टिफिकेट पासपोर्ट साइज फोटो र ब्याङ्क डिपोजिट भाउचर मागेको छ यसमा चाहिँ अहिले मसँग छैन ब्याचलरको ट्रान्सक्रिप्ट छैन हैन त्यही भएर म चाहिँ कुनै अरू अल्टरनेटिभ राखिदिइराख्छु र अहिले मैले ट्रान्सक्रिप्ट यो ब्याचलरको ट्रान्सक्रिप्टको ठाउँमा चाहिँ मैले मेरो ब्याचलर्सको फर्स्ट इयरको मार्कसिट राखिदिँदैछु अहिलेलाई मेरो ट्रान्सक्रिप्ट आएको छैन ट्रान्सक्रिप्ट आएपछि म त्यही अपलोड गरिदिइहाल्छु अनि अब ब्याचलरको क्यारेक्टर सर्टिफिकेट पनि मसँग अहिले छैन मैले सेकेन्ड इयरको राखिदिइराखेँ पासपोर्ट साइज फोटो म्याक्सिमम 2 MB को छ है त्यो विचार गर्नुपर्छ नत्र फेरि अपलोड हुँदैन ब्याङ्क डिपोजिट भाउचर मैले चाहिँ सुरुमा नबुझाएको भएर अरू नै सर्टिफिकेट हालिदिइरहेको छु तर सुरुमै पैसा तिर्नुभयो भने चाहिँ सजिलो हुँदो रहेछ त्यो भाउचर हालिदिइराख्ने अब हेल्थ इन्फो भनेर सोधेको छ कम्पलसरी त छैन बट म राखिदिन्छु हाइट 5 feet 4 inch inch वेट 50 kg चस्मा लाउँदिन नो ब्लड ग्रुप यति नै राख्छु म चाहिँ ब्लड ग्रुपसम्म मात्रै अदर एक्स्ट्रा एक्टिभिटिज भनेर दिएको छ एक्टिभिटी नेम के खेल्नुहुन्छ तपाईँ हैन त्यो हाल्नु मलाई चाहिँ यहाँ स्पोर्ट्स र भलन्टियरिङ दुईटा अप्सन छ स्पोर्ट्स गरेँ मैले एक्टिभिटी नेम ब्याडमिन्टन हबिज बुक राइटिङ सेमिकलन दिँदै हाल्नु होला है कमा मात्र हैन त्यहाँ सेमिकलन भनेको छ त्यसले त्यो आन्सर युज गर्नुपर्ने हुन्छ नत्र फेरि पछि सेभ गर्ने बेलामा चाहिँ प्रब्लम देखाउँछ है एरर देखाइराखेको हुन्छ मैले चाहिँ यहाँ यसरी चाहिँ पेमेन्ट गर्न खोजेँ यहीँबाट हैन तर भएन मेरो एकदम प्रब्लम देखाइरह्यो म चाहिँ के सजेस्ट गर्छु भने सुरुमै पेमेन्ट गरेर आएर अनि भाउचर डाइरेक्ट त्यो PDF अपलोड गरिदिने अथवा स्क्रिनशट 2 MB को अपलोड गरिदिने अनि अहिले एप्लिकेसनमा लिस्टमा चाहिँ यो हजुरको सबै हेर्न सकिन्छ मेरो स्ट्याटस नट भेरिफाइड छ पेमेन्ट स्ट्याटस पनि नट पेड छ तर अब कलेजले हेरेर पेड गरिदिन्छ अनि यहाँ एक्सनमा हेर्न सक्नुहुन्छ अघि मैले ट्रान्सक्रिप्ट चाहिँ राखेको थिइनँ किनभने मसँग छैन एडिट अप्सनमा गएर मजाले भर्न सकिन्छ है चेन्जहरू गर्न सकिन्छ सो थ्याङ्क